मेरो छोरो हराएको 6 महिना भयो र कहाँ छस् के छस् के खाया होलास् के लाया होलास् मेरो दाइ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ आज हराएको 6 महिना भइसक्दा पनि आज मेरो दाइ भेट्नु भएको छैन कतै कसैले भेट्नु भएको छ भने मेरो दाइलाई सम्पर्क नम्बरमा फोन गरिदिनु होला। आदरणीय दर्शक महानुभाव नमस्कार, म हेमन्त पाठक। दर्शक महानुभाव यति बेला मसँग हुनुहुन्छ प्युठान नगरपालिका 8 खपरिङ खोलाबाट मिठो रुचाल यति बेला मिडिया खोज्दै मका आइपुग्नु भएको छ। नमस्कार। तपाईको समस्या के हो? मेरो छोरो हराएको हुनाले तपाईको पास आएको हुँ। हजुर, तपाईको छोरो हराउनु भयो? हजुर। कहिले हराउनु भयो? कुन ठाउँबाट हराउनु भयो? पुसको 15 गते। हजुर। बेलुका चाहिँ 4:30 बजे माथि चाहिँ तपाईको चाहिँ बिउकुचे भन्ने जग्गातिर गएको रहेछ। हजुर। त्यहाँबाट तपाईलाई चाहिँ यता धनचौर चाहिँ बाटोतिर ल्याइदिएका छन्। हजुर। त्यहाँका बासिन्दाले। हजुर। त्यहाँ देख्नु त्यही उहाँ तपाईको चाहिँ उसमा गएको के अरे लमसिङ जाने बाटोमा उहाँ एक बार एउटा नानीले देखेको कि त्यहाँ बाटोमा आएर रहेछ। हजुर। र उहाँलाई हेरिदिएर नानी चाहिँ डराइहाल्यो। घर गएछिन्। हजुर। त्यहाँ त्यो हातमा सिकुनी थियो अरे त्यसमा त्यो हल्दै यहाँबाट बाटोतिर फर्केर अब उँभो गयो कि उँधो गयो त्यो थाहा भएन भने सारो मेला हेर्नको लागि घरबाट निस्किएको तपाईको कुन चाहिँ छोरो हुनुहुन्छ? जेठो चाहिँ छोरो। तपाईको जेठो छोरो? हजुर। भालुवाङ गयो। हजुर। रोल्पा गयो। तपाईको चाहिँ यता अर्घाखाँची गयो। अनि यता चाहिँ मोची। हजुर। बाने भयो। हजुर। पोखलीउरी भयो। लमछेङ यतातिर गयो तपाईको चाहिँ। आदरणीय दर्शक महानुभाव, तपाईहरुले देखिसक्नु भएको छ, सुनिरहनु भएको छ। उहाँको 35 वर्षीय छोरो प्रेम रुचाल। हजुर। उहाँको 35 वर्षीय छोरो प्रेम रुचाल पौष 15 गते घरबाट लोसार मेला हेर्नको लागि घरबाट निस्किएको र अहिलेसम्म परिवारको सम्पर्कमा नरहेको कुराहरू उहाँको बुवाले चाहिँ हामीलाई जानकारी गराइसक्नु भएको छ र उहाँले खोजी कार्यको लागि उहाँका आफन्तहरू र प्युठान जिल्लाका धेरै ठाउँहरूमा उहाँहरूले उहाँका सबै आफन्तसम्म उहाँहरूले खोजी कार्य गरिसक्नु भएको छ र उहाँ अहिले कुन ठाउँमा हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ भन्ने कुराहरू अहिलेसम्म पत्ता लागेको छैन। दर्शक महानुभाव, तपाईहरुले उहाँलाई कतै देख्नुभयो भने नजिकैको प्रहरी कार्यालयमा वा बुवाको हामीले फोन नम्बर तपाईलाई छोड्ने छौं। बुवाको फोन नम्बर अनि उहाँको बहिनीको फोन नम्बर पनि हामीले तपाईहरुलाई छोड्ने छौं र कतै तपाईहरुले बाटोमा हिँड्दै गरेको कुनै ठाउँमा बसेको उहाँलाई चाहिँ तपाईहरुले देख्नु भएको छ भने तपाईहरुले कृपया सहयोग गरिदिनु होला। खोजी नजिकैको प्रहरी कार्यालय वा परिवारको सम्पर्क नम्बरमा तपाईहरुले सम्पर्क गरिदिनु होला। दुई दिन हराए पनि पुनः फेरि आफ्नै घरमा फर्केर आउनुहुन्थ्यो र उहाँ अहिले 6 महिना बित्दा पनि उहाँ परिवारको सम्पर्कमा हुनुहुन्न। यति बेला उहाँ जिउँदो हुनुहुन्छ या मृतक अवस्थामा हुनुहुन्छ, जुनसुकै अवस्थामा भए पनि मेरो छोरो चाहिँ मैले भेट्नु पर्यो, सम्पर्कमा आउनु पर्यो। उहाँको छोरोको खोजी कार्यको लागि हामी निरन्तर प्रयास गर्नेछौँ र तपाईहरुले पनि यो भिडियो धेरै ठाउँबाट हेरिरहनु भएको छ, कुन ठाउँबाट जोडिनु भएको छ, कृपया उहाँको छोरोको खोजी कार्यको लागि तपाईहरुले यो भिडियो धेरै भन्दा धेरै शेयर गरेर साथ दिनु होला भन्न चाहन्छु। यति बेला उहाँको बुवा मसँग हुनुहुन्छ र उहाँको बहिनीहरू पनि यति बेला यहाँ आउनु भएको छ। हामी उहाँहरूसँग पनि केही कुराकानी गर्नेछौँ। उहाँ एउटा घरको जेठो छोरो हुनुहुन्छ। बुवा छोरोको अब आमालाई त्यस्तै तनाव छ, बुवालाई त्यस्तै तनाव छ, दिदी बहिनीहरूलाई त्यस्तै तनाव छ। मेरो दाइ कुन ठाउँमा छ, कहाँ छ, के गर्दैछ, कुन अवस्थामा छ भनेर उहाँहरूले रात दिन चाहिँ दाइकै सम्झनामा उहाँहरूले दिनहरू बिताइरहनु भएको छ। दर्शक महानुभाव,
तपाईहरुले यो भिडियो कुन ठाउँबाट हेर्दै हुनुहुन्छ तपाईहरुले पनि खोजी कार्यको लागि यो भिडियोलाई धेरैभन्दा धेरै सहयोग गर्नुहोला भन्न चाहन्छु। हजुरको उहाँ को पर्नुहुन्छ? मेरो दाइ। तपाईको दाइ हराउनु भएको छ है। घरमा एकदमै चिन्ता छ, पीडा छ तपाईहरुलाई। के छ दाइको माया कति लाग्छ तपाईलाई? धेरै लाग्छ। धेरै लाग्छ है। के छ, के भन्न चाहनुहुन्छ? तपाईको दाइ अहिले हराएको 6 महिना पूरा भइसक्यो। तपाईहरु खोज्दा खोज्दै हैरान पर्नु भएको छ है। अब के भन्न चाहनुहुन्छ तपाईको दाइलाई तपाईले मिडिया मार्फत? मेरो दाइलाई, मेरो दाइ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ आज हराएको 6 महिना भइसक्दा पनि आज मेरो दाइ भेट्नु भएको छैन। कतै कसैले देख्नु भएको छ भने मेरो दाइलाई सम्पर्क नम्बरमा फोन गरिदिनु होला। तपाईको दाइ आज हराएको 6 महिना बित्दासम्म सम्पर्कमा आउनु भएको छैन र कोही कतै हुनुहुन्छ भने है सम्पर्कमा आइदिनु होला र घर फर्केर आइदिनु होला भन्न चाहनुहुन्छ है। तपाईको दाइ अहिले जिउँदो हुनुहुन्छ या मृत्यु अवस्थामा हुनुहुन्छ, जुनसुकै अवस्थामा भए पनि तपाईहरुको चाहना चाहिँ आफ्नो दाइ चाहिँ भेटिन पर्यो भन्ने तपाईहरुको सोच हो है। हामीले हाम्रो मिडिया मार्फत तपाईको दाइको खोजी कार्यको लागि हामी निरन्तर रूपमा हामी प्रयास गरिरहने छौं। नमस्कार दाइ, आज हराएको 6 महिना भइसक्यो। कुन ठाउँ हुनुहुन्छ, कहाँ हुनुहुन्छ, कुन अवस्थामा हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, जुन ठाउँमा हुनुहुन्छ सम्पर्कमा आइदिनु होला। जुन ठाउँमा हुनुहुन्छ छिटोभन्दा छिटो घर आइदिनु होला र देख्नुभएका सबै जना दर्शकहरूले सम्पर्क गरिदिनु होला भन्न चाहन्छु।